ल लामो यात्रापछि फाइनली हामी सालोको ससुरालीमा आइपुग्यो। यहाँ चाहिँ माइलो सालो, जेठो सालो, दिदी माइजी हुनुहुन्थ्यो उहाँ चाहिँ माइती घर नानीको। यहाँ चाहिँ बाबु। हेलो सानो, के बनाउनु अब? ओहो खोर, मजाको खोर रहेछ त। यहाँ चाहिँ टन्नै कुखुरा। बाबु अनि चाडा चाहिँ साइजले दुईटा मऱ्यो अनि यो ठुलो भाषी आफै हामी चाहिँ यताबाट आयौँ, यहाँदेखि मुनि पैदल। ल कस्तो फिलिङ? शीतल भइरहेछ? हेलो गाइज, यहाँ पङ्खा चलाउनु पर्दैन, आनन्दको शीतल छ हावा।